गाइस के तपाईहरुले कहिले हात्तीलाई नजिकबाट चाहिँ नि छुन्नु भएको छ, फिड गराउनु भएको छ? छैन भने आज म तपाईहरुलाई देखाउँछु है त। म चाहिँ आफ्नो आफ्नै गाउँ सौराहा बजार यसो हावा खान निक्लेको थिएँ हैन। यो चाहिँ नि सिटी बसमा, मतलब यो नि इलेक्ट्रिक हो। अनि जाँदा जाँदै बाटोमा चाहिँ एउटा विशालकाय एउटा जनावर देखेँ कि यसो गएर हेर्दा त मेरो मिज्जु रहेछ कि मेरो नाम पनि भीम, यसको नाम पनि भीमगञ्ज। अब मिज्जु भेटेपछि त हैन अलिकति यताउता त गफ त हुनु पर्यो नि त हैन। म चाहिँ त्यसको छेउमा गएर यससँग कुरा गरेँ कि ल मिज्जु के खाने हो हैन, म तिम्रो लागि आज अफर गर्छु भनेर सोद्धाखेरि मेरो मिज्जुले चाहिँ के भन्नुभयो भने ल नमस्कार गर्नुभयो कि। ल नमस्कार गरेर म चाहिँ अब मिज्जुको मन पसन्दिदा खाना सुगर क्यान मतलब उखु किन्नतर्फ लागे कि। उखु पनि चौधारो मुनि राख्छ नि त नरिवल पानीहरू, उखुहरू। त्यही भएर म चाहिँ अब मेरो मिज्जुलाई सुगर क्यान मतलब उखु किनेर खुवाउन जाँदैछु। लेट्स गो फर सप। यहीँनिर घुम्ती मुनि छ गाइस है। म चाहिँ अब उखु किन्न गएँ। अब कसरी खाँदो रहेछ त्यो पनि हजुरहरूलाई म सबै देखाउने नै छु। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। मन परे लाइक शेयर सब्स्क्राइब गर्नु होला। म चाहिँ यो मेरो मिज्जुको लागि 2-3टा उखु किनेर काट्दिएँ। काटेर म चाहिँ अब फिड गर्दै स्याले खुवाउँदैछु है त गाइस। लेट्स गो। सुरुमा चाहिँ सानोबाट स्टार्ट गर्नेछौँ हैन। मिज्जुले चाहिँ धरो खाँदै हुनुहुन्छ है त। मेरो फेभरेट एनिमल भनेको गाइस इलाफेन्ट हो है। तपाईहरुको चाहिँ के हो मलाई थाहा भएन, तर मेरो चाहिँ फेभरेट भनेको इलाफेन्ट हात्ती नै हो कि। किन भन्दा एकदम शान्त स्वभाव पनि बुझ्ने हुन्छ कि मान्छे जस्तै। मैले अब यो मिज्जुलाई यो सबै सुगर क्यान खुवाइसकेपछि यसले मलाई आशीर्वाद नि दिन्छ हैन, नमस्कार गर्छ। अनि मैले नि नमस्कार गर्छु। त्यो त झनै एकदमै रमाइलो छेड हुनेछ हैन। तपाईहरुले हेर्न सक्नुहुन्छ पछि यो भिडियोमा। र यो मेरो मिज्जुले चाहिँ नि कसरी सुगर क्यान खानुहुन्छ त्यो पनि म नजिकैबाट देखाउने नै छु गाइस है। भिडियोहरु हेर्दै जानुस्। म अब तपाईहरुलाई नजारा देखाउँछु नजिकैबाट खुवाउँदा चाहिँ नि यसले कसरी, मिज्जुले कसरी खान्छ है त। त्योभन्दा पहिला यो हात्तीको फुल बडी एक राउन्ड गरेर तपाईहरुलाई देखाउँछु। त्यसपछि चाहिँ नि कसरी खान्छ भनेर नजिकैबाट देखाउँछु है। यो चाहिँ भीमगञ्ज, यसको नाम चाहिँ। मेरो नाम नि भीम हैन। ठीक छ गाइज, अब तपाईहरुले हेर्न सक्नुहुन्छ नजिकैबाट खाँदा कसरी खान्छ है त। सुमसुमाउँदैछु, हामी दुई बीच कुरा हुँदैछ, के छ कस्तो चल्दैछ भनेर हैन। एकदमै रमाइलो कुराकानी हुँदैछ। तपाईहरुले बुझ्नुहुन्न यो कुरा, त्यही भएर मैले चाहिँ भोइस ओभर गरेर दिइरहेको छु यो भिडियोमा। सो गाइज, यो भिडियोहरु हेरेर चाहिँ निकै मनोरञ्जन गर्न सक्नुहुन्छ है। यो चौतारो मुनि चाहिँ विभिन्न किसिमको फल फ्रुट्सहरु राखेको हुन्छ, जस्तै नरिवल पानी, सुगर क्यान, सब कुरो कि हैन। तर हात्तीलाई चाहिँ सबभन्दा मन पर्ने चाहिँ यो सुगर क्यान रहेछ कि। किनभने गुलियो हुन्छ नि त। मान्छेलाई त अब गुलियो मन पर्छ भने हात्तीलाई त मन परिहाल्छ। ल गाइज, अब तपाईहरुलाई म नजिकैबाट देखाउँछु है मेरो मिज्जुले सुगर क्यान कसरी खान्छ भनेर है त। ल हेर्नुस्, अब यसको मुखमा हालिदिन्छु म पालै पालो गरेर। ल हेर्नुस् है, ल मैले चाहिँ त्यही एउटा, ल हेर्नुस् त यसरी चबाउँदो रहेछ कि। ल हेर्नुस्, यस्तो आवाज आइरहेको थियो कि ग्राम ग्राम। अब तपाईहरुले त अहिले त सुन्नुहुन्न हैन, मैले भोइस ओभर गरेको छु। तर बवालै थियो कि एक्सपिरियन्स। तपाईहरु पनि सौरा आएर यसरी हात्तीलाई चाहिँ मजाले फिड गर्न सक्नुहुन्छ, त्यसको आशीर्वाद लिन सक्नुहुन्छ हैन। अनि मनोरञ्जक दृश्यको पनि ल हेर्नुस्, मलाई नमस्कार गरेको देख्नुभयो नि। मैले अब नमस्कार गरे, यसले फेरि नमस्कार दिन्छ। मैले चाहिँ क्यामेराम्यानलाई नमस्कार गरेर भनेछु कि ल क्यामेराम्यानलाई नि नमस्कार दियो हैन। ल हेर्नुस्, फेरि गरे। ल यति गर्दै चाहिँ मलाई धेरै खुसी लाग्यो आज मेरो मिज्जुसँग भेटेर मिलेर हैन। भिडियो हजुरहरुलाई कस्तो लाग्यो हैन, मन परे लाइक शेयर सब्स्क्राइब गरी मलाई चाहिँ नि सानो सहयोग स्वरूप भिडियोहरु अन्तिमसम्म हेर्दिनु होला। र यति भन्दै आजको यो मिनी भ्लगबाट बिदा हुन चाहन्छु। फेरि भेटौँला अर्को भिडियोमा। त्योभन्दा पहिला चाहिँ एकचोटि फेरि एक झलक तपाईहरुलाई पुरै हात्तीको फुल बडी देखाउँछु है त। देखाउँदै हैन, अब यसलाई बाइ भन्दै, मेरो मिज्जुलाई बाइ भन्दै चाहिँ म यो मेरो भिडियो यहीँ टुङ्गाउन चाहन्छु।
सी यु नेक्स्ट भिडियो बाई।